ल गाइजहरु ट्रेनिङ सुरु हुँदैछ यहाँ सन्तोषजी के भन्नु छ कि तपाईलाई हाम्रो नयाँ म त के भन्नु नयाँ आउँदो जल्दो बल्दो खेलाडी हाम्रो सन्तोषजी यसरी बनाउँदा ठिक हुन्छ होला है कसरी बनाउँछ भ्लगरहरुले गजब बेइज्जती है यसरी हो कि अब आफुलाई हेर्नु पर्छ त्यो नसिकान के सिकाउँछ मालुम आपले बापकोमा सिकाए चल हाम्रो लिब्रो यहाँ अलराउन्डर हुनुहुन्छ यहाँ हाम्रो तनावमा हुनुहुन्छ उहाँको हात कत्रो ठुलो काटेको छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ कति बिचारा तनावमा हुनुहुन्छ भन्ने कुरो यसलाई कसरी पुश गर्छ केटा हो भिडियो अरे यहाँ त छैन त यसमा त पुश हुँदैन के हौ अनि हाम्रो भ्लगरलाई नै आउँदैन रहेछ मलाई कसरी आउने त क्या बोला तूने हैन नत्र साइडमा हुन्छ पज गर्ने नै रहेन रहेछ अब यतिकै काट्यो नि क्याप कटमा ल जोड वार्म अप गर्नुपर्छ एकछिनमा टोलीहरूलाई अब ट्रेनिङ गराउनु पर्ने हुन्छ नयाँ पुस्ताहरूलाई A few moments later 1 2 3 गो फास्ट गो कुद अहिले ओ अंकित कुद सास मुखमा आउनु पर्यो अरे कहना क्या चाहते हो कुद फर्किहाल फर्की अहिले म पाउने र अहिले के कुदेको यो कुदा के हो घोडे क्या बोला तूने फास्ट पोका दुख्दै गर्छ फास्ट ल रोक छोड दे यहाँ गोला गेरा क्याप्टेन हो मिला क्याप्टेन कुन भकितिर छ म कुन भएको छ अलि त हड्यो गोल ल स्ट्रेचिङ सुरु गर स्ट्रेचिङ बाउनको रियाक्सन के छ के छ बाउनमा कसरी हेऱ्यो त सोधहरूको इम्प्रुभ भएकै छैन यिनीहरूलाई अब खटाउनु पर्ने छ अझै के बढी भयो अरे हस्ते समझ रहे हो यसको चाहिँ साह्रै राम्रो जान्छ किङ उसको चाहिएको बेला उसको हतियार नउठेपछि गाह्रो हुन्छ उहाँको चाहिँ फेरि तुमसे ना हो पाएगा अलिक माथि